होइन गर्ने Hey ChatGPT. Sounds like you might be asking what a DVD is, or maybe something about. म मुख त्यहाँ हुन परेन हेर्नलाई डल्ले यत्रो छ ओए के हो यस्तो यो जोको ब्लगबाट चाहिँ मैले के सिकेँ भन्दाखेरि चाहिँ नि एनर्जी पुगेन जस्तो फिल भयो मलाई पर्सनली किन भन्दाखेरिमा नर्भस भएको पनि हुनसक्छ त्यो कति पछि क्यामेरा सामातिर आफूलाई सुट गरिरहेको छ त्यसमाथि अरूहरूसँग पनि कुराकानी गरिरहेको छ त्यसले गर्दाखेरि त्यो नर्भसनेसले गर्दाखेरि पनि बोरिङ भयो हुनसक्छ तर एकदमै नै स्लो भयो जस्तो लाग्यो मलाई नै बोरिङ लाग्यो भने त्यही भएर मैले ब्लगको नामै बोरिङ ब्लग भनेर राख्थेँ क्या अरूहरूलाई पनि बोरिङ लाग्यो होला बेयर विथ मी अहिलेको लागि चाहिँ के भइरहेको छ भन्दाखेरि म एउटा मिटिङमा जाँदैछु हाम्रो कुराकानी भइरहेको थियो फर द पडकास्ट आई थिङ्क हाम्रो प्रोडक्सनलाई चाहिँ पडकास्टलाई लिएर चाहिँ धेरैजनाले ट्रस्ट गर्नुहुन्छ अनि एकचोटि सिजन सकिसकेपछि पनि दे कम ब्याक बिकज दे आर लट अफ प्रोडक्सन हाउस हु आर लाइक गिभिङ पडकास्ट सर्भिस तर हामीले चाहिँ एउटा कन्सिस्टेन्सीले पनि गइरहेको छौँ प्लस डेलिभरी चाहिँ हाम्रो साइडपट्टिबाट कहिले पनि रङ या मिस्टेक या लेट या तपाईँले राम्रो गर्नु भएन भन्ने खालको कम्प्लेन चाहिँ आइदिँदैन क्या आइदिँदैन नभनौँ है फेरि आउँदैन प्रोफेसनल लाइफमा छिरिसकेपछि पर्सनली या प्यासनेटली गर्ने प्रोजेक्टहरू एकदम कम गर्न पाउँछौँ कि जस्तै हो हामीलाई यो क्यामेरा चलाउन एकदम मनपर्छ हामीलाई यो भिडियोहरू बनाउन एकदम मनपर्छ तर कहिलेकाहीँ इफ वी डु लट अफ कन्टेन्ट्स अर सिमिलर कन्टेन्ट्स डे आफ्टर डे भने चाहिँ इभन त हामीलाई त्यो मन पर्ने भए पनि हामीलाई बोरिङ लाग्न थाल्छ क्या अनि त्यो बेलामा चाहिँ के क्वेसन आउँछ भन्दाखेरि जुन चाहिँ मिडल लाइफ क्राइसिस क्वार्टर लाइफ क्राइसिस हुन्छ साला के गरिरहेको छु यार म जिन्दगीमा भन्ने जुन क्वेसन आउँछ नि त्यो चाहिँ त्यो पोइन्ट अफ टाइममा आउँछ जुन हामीलाई पनि आउँछ अनि त्यसलाई चाहिँ ओभरकम गराउनलाई या त्यसलाई चाहिँ आउन नदिनलाई चाहिँ गर्न सक्ने भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ फुर्सद पाउन साथ चाहिँ मनपर्ने प्रोजेक्ट चाहिँ गरिहाल क्या सो यदि तपाईँहरूलाई चाहिँ खतरा बेकरी आइटम खान मन छ भने चाहिँ यो भनी मण्डलमा देयर इज समथिङ कल टुवेल्भ बास्केट त्यो चाहिँ यतातिर छ ल टुवेल्भ बास्केटमा चाहिँ देयर इज समथिङ कल कर्न भन्ने छ एउटा र एउटा चाहिँ आई डोन्ट नो ओभन करोके हो कि कोरोके भन्ने छ सो गुड यु निड टु ट्राई इट आउट एकदम मिठो छ अलराइट मिटिङ इज डन काम न थाले त मलाई अब चाहिँ इट्स 11 राइट नाउ धन्न मिटिङ चाँडै सक्यो मलाई टेन्सन भइसकेको थियो कि अलिकति हुन्छ नि अलिकति लम्बेको भए चाहिँ झ्याउ के हुन्थ्यो भन्दाखेरि चाहिँ 12 बजीदेखि हाम्रो यता गार्डनमा सुट छ नि त त्यो चाहिँ म म्याच गर्न सक्दिनँ जस्तो लागिरहेको थियो बट लक्किली पोसिबल छ अहिले सिजन आएको छ हाम्रो योलाई के भन्छ यार यो प्लान्टहरूलाई पारिजात भन्छ हो पारिजातको फुलहरू हो यिनीहरू अभियन्ता प्रोडक्सन अहिले लास्ट मोमेन्टमा आएर चाहिँ क्लाइन्टले 4 जनाको सुट थियो 2 जनाको हिजो क्यान्सल भइसकेको थियो अनि 2 जनाको चाहिँ आज सुट थियो 2 जनाको भोलि सुट थियो तर आज सुट नभएर चाहिँ 4 जनाको भोलि हुने भयो एकजनाले लास्ट मोमेन्टमा क्यान्सल गरिदियो भनेर अब वी आर वर्किङ अन अरू थिङ अब हामी फ्री छौँ अहिलेको लागि हिजोको केही सुटहरू बाँकी छ तर डन आज हाम्रो सुट के हुने भयो भन्दाखेरि चाहिँ हामी गोदावरी भिलेज रिजोर्टमा गएर एउटा रक्सीको सुट गर्छौँ एउटा हाम्रो सर्ट फर्म कन्टेन्ट गर्छौँ र अर्को एउटा सर्ट फर्म कन्टेन्ट गर्छौँ टोटलमा 3टा सुट गर्नलाई चाहिँ हामी ख्यार गर्छ गर्छु नि ख्यार ल अब खोल्यो त फेरि आएर खोलिदिनु कस्तो प्र्याङ्क हान्छ यहाँ बसेको अब कोरियन ड्रामाकोहरू कोरियन लिटरल यत्तिकै बस्छन् क्या थमस सेल्बी त्यही हेर केही गर्दैन यत्तिकै बस्छ पुस गर्छ होइन मलाई कोरियन थाई मुभीहरू सबभन्दा मनपर्ने भने नि जस्तै उनीहरूले न्यु खोज्दाखेरि छोइदिन्छ यार म त कसरी गर्छन् बुझ्दिनँ क्या लाइक इज द्याट ओके या त्यहाँनिर त्यो नर्मल हो तर मलाई कस्तो
र देखिन्छ क्या लाइक हुन्छ नि लाइक जस्तै तिमीलाई हुन्छ नि त सोच्छस् ल छोड न ल चो भन्छ नेपालमा भागो बिगे हुन्छ नि नि खोज्छस् एकैचोटि के Check it out, check it out. कता हो जलपरी चलाएर के हुन्छ रे चलाउन मिल्दैन म ट्राफिक नियम अथवा कुनै पनि नियम अहिले के गर्दिन तोड्दिन किन भन्दाखेरि ब्यालेन्स तिमी ब्यालेन्स आएकोलाई नियम गर्ने हो फलो होइन तर अब उहाँहरू पनि यस्तो मजाले लागिराख्नु भएको छ हाम्रो देश बनाउन भनेपछि जनताले पनि त त्यसमा साथ दिनु पर्यो नि त म एकदम राम्रो जनता या नागरिकमा पर्छु रोडै सेकी छ नि त हाम्रो बेलुन सरकार चाहियो के हो बेलुन सरकार भने बालिनलाई बेलुन ए भगवान त्यो त्यसले होइन तपाईँलाई रोस्ट गरेको केटाले को त्यो बिटिकान्त होइन बिकी रोज ए त्यो अहिले पनि छ अहिले रोस्टै हालेर त्यसो काण्ड पहिले सब राख्ने होइन नि तिमीहरूले जिन्दगीमा केही परिवर्तन आएन छ त्यो दुईटा उबाला हान्दिने क्या दुई पर्सपेक्टिभ बाला सुट गर्नै पर्छ नि त त्यति अनि बाल भएन क्या म यही कपडामा गर्ने हो अर्को बोकेको छैन अब यहीमा गर्ने हो के हुँदैन यो त फिल त दिन्छ नि त त्यो बिच ट्रपिकल टाइप्स अनि भन्दैन नि के हो म चाहिने होइन गर्ने होइन आफ्नै दिमागमा बनाउँछन् कन्टेन्ट उता कोठामा बसेर इन्फर्मै गर्दैन जहाँ पनि केटीले नै नबुझ्ने त हो नि बुबु होइन अब त्यसरी नगरौँ फेरि त्यही नै हो एक्सट्रिमिजममा नजाउँ होइन जहिले नि केटीले नबुझ्ने हो नेपाली ब्रान्ड हो नि त अनि फ्रुट जेम पनि त नेपाली ब्रान्ड हो नि हो अनि सिङ्गापुरको होइन त अनि होइन त्यहाँ त्यो छ नि ब्रिजमा चढिरहेको थियो कि त्यो नबनाएको ब्रिजमा जति सम्झाइ नपुग्ने आयो तिनीहरूलाई अहिले त चढेको छैन होला नि चढ्छ बिहान चढेको देखेको भने त्यो खिचेर राख्देऊ न मैले खिचेको छु तर अब देखाएको छ कि छैन हे ChatGPT It sounds like you might be asking what a DVD is, or maybe something about if तिम्रो इङ्ग्लिसको धजिया उडाइदियो यार मेरो इङ्ग्लिसको हुन्छ कुनै समस्या छैन म तिमीलाई मद्दत गर्न तयार छु यदि तिमीलाई आफ्नो अङ्ग्रेजी सुधार्न केही विशेष अभ्यास वा सुझाव चाहिन्छ भने म खुसीसाथ होइन ChatGPT हामी 4 जना छौँ यहाँ गाडीमा केही गेम खेलाउन हामी गेम खेल्छौँ ठिकै छ हामी सबजनाले एकदम सरल मजाको एउटा खेल खेल्न सक्छौँ जस्तो कि तथ्य भनौँ एउटा व्यक्तिले एउटा रोचक वा अनौठो कुरा भन्छ अनि अर्को व्यक्ति त्यो कुरा सत्य हो कि होइन त्यो अनुमान गर्छ सुरु गरौँ कसले पहिलो कुरा भन्छ कसले भन्छ ए भन त पहिला तिमी नै भन नि त ठिक छ म बोल्छु एउटा तथ्य संसारको सबैभन्दा ठुलो हिमनदी अन्टार्कटिकामा छ जसको नाम रड स्केल हिमनदी हो अब तपाईँ भन्नुहोस् यो सत्य हो कि होइन अब तिमीले भनेपछि सत्य होला हो सही भन्यो अन्टार्कटिकामा साँच्चै नै संसारको सबैभन्दा ठुलो हिमनदी छ र त्यो निकै प्रभावशाली पनि हो अब अर्को व्यक्तिले अर्को तथ्य भन्न सक्नुहुन्छ हामी सुन्दै जाँदै जान्छौँ ल करिश्मा भन एउटा तथ्य हो यो ठिक छ अब म एक अर्को तथ्य भन्छु मानव शरीरमा सबैभन्दा ठुलो अङ्ग छालो हो अब तपाईँ भन्नुहोस् यो सत्य हो कि होइन हो बिल्कुल सही छालो नै सबैभन्दा ठुलो अङ्ग हो जसले शरीरलाई सुरक्षा दिन्छ र धेरै कामहरू गर्छ होइन जे गर्दा पनि सही किन भनिरा हो वास्तवमा छ हामीलाई जे सानोतिनो कुरा पनि सचेत रूपमा जानुपर्छ किनकि ज्ञानले नै हाम्रो निर्णय व्यवहार र मेरो नाम करिश्मा हो कि मेरो पालो थियो चुप लागो तिमी अब हो म बुझ्छु कहिलेकाहीँ यस्तो हुन्छ कि सामान्य कुरा पनि हाम्रो अनुभवमा बढी असर गर्छ यदि यो कुरा तिमीलाई चिउँडोमा दुख्दो छ भने आफ्नो हेयर स्टाइल वा हावा चल्ने चिउँडोमा दुख्छ भन्ने भने चाहिँ के भयो के लयर जाने हो भित्र खाने कुरा यहाँ बाहिरबाट कहाँ लान दिन्छ बु तिमी कस्तो गरिबवाला कुरा गरेर भने ए गान्डुजहरू चक्लेटहरू लिएर जाने भनेर भने के भात बोकेर त को जान्छ भनेछ त कस्तो हो र तर तिम्रो भर पनि लाग्दैन कि मलाई बुबु ए
के अरे त्यो के अरे हलमा जाँदाखेरि यहाँ चिप्स अनि त्यसपछि त्यो के अरे चिकन त्यो भनेको चाहिँ फनको लागि गरेको अनि यो पनि फनैको लागि भन्दा छ पेट भर्नलाई त खानै खाएर आछौँ त हामी अहिले हैन अनि हैन त्यस्तो मिल्दैन त्यस्तो गान्डु रहेछ फनको लागि तिमीले भनेकै हैन अहिले के अरे आप करे तो रामलीला हम हैन। करे तो करेक्टर ढिला तलपट्टिको ए मात्र पढ्यो बी हेलो ओए मसँग न्यू खोजा ओए हाँ न्यू खोजा यहाँ हेर तिम्रो मुख त्यहाँ हुन परेन हेर्नलाई डल्ले यत्रो छ न्यू खोज्छस् खो भनौँ तँ यसरी उडाइदिन्छु म सक्दैनस् ओए ओए क्यामेरा पछि 11 views guys है 11 views ल मेरो मुभ हेर न thumbnail सिलेट आउँछ त्यो रु डेन्जर पानी पर्यो डेन्जर हुरिरहेछ किन ओए के हो यस्तो यो अपा यो हरिसे मेरो ज्याकेट लिउ ओए डेन्जर भयो ओ यो वाटरप्रुफ कतिको हो यो त क्रेजी भयो यार छाताको पछाडि आउ न छाताको पछाडि हो र कता भित्र बढ्नु भएको माथि भित्र जाने हो हुन्छ जाउँ न जाने चाहिँ कसरी तपाईले पछाडि फर्किनु ज्याकेट मजाले लाउ त ल जाउँ न त जाउँ गइदिउँ कहाँ जाने हो ओए यो त उडाउँछ यार ओए ओए जाने हो दाइ त्यही उतै जाउँ कता हो थाहा छैन ल लागौँ है त रेडी हेर त कसरी न्यानो भएको एकैचोटि यस्तो डेन्जर हावाहुरी चलेको यस्तो डेन्जर केको सुट भइरह तिमी एक्टर ल जाउँ त बस्थ्यो यहाँनिर पोलमा के हो त्यो ल ऊ चाहिँ भियतनाम वारमा त्यो सोल्जरहरूले लाउँथ्यो नि मेरो ब्लगको लागि आस्तो भयो मैले चाहिँ खतरा कन्टेन्ट पाएँ यकीन की हद के पास दिल को भरा हो गया उनको हमसे प्यार है देखा एक ख्वाब तो ये सिलसिले हुए पर्फेक्ट एक्जाम्पल अफ चिसो वास्ता नहुने तातै चाहिने क्या हामी हेर न एउटा झ्याल खोलेर बसिरहेको छ ऊ एसी म त ठडा तातो भइरहेको छ मजा आइरहेको आफूतिर म चाहिँ फेरि चिसो खप्नै सक्दैन क्या मलाई चाहिँ चिसो चाहिन्छ
यस्तो चिसो हो भने तल हाफ प्यान्ट माथि हुने चाहिन्छ है हाफ प्यान्ट लगिदिन्छु तिमी चाहिँ हाम्रो बडीको आधी आधी रहेछौ के गर्मी चाहिँ के हुन्छ तिमीलाई के चाहिन्छ जहिले तातो भएर चिसो चाहिन्छ मलाई चिसो चाहिन्छ क्या मारियाकोमा झोल मोमो बन्दैन रोटेस एउटा म त बनाउन हट्ने पानी पनि खाने क्या एभरेस्ट कसको